शनिबारको खबर त हजुरलाई थाहै होला। यो यसरी गाडी पल्टिरहेको थियो। यो नम्बर चाहिँ यति नम्बर प्लेटको थियो। कसको आफन्तहरू हुनुहुन्छ। यस्तो टेन्सन कि बिचरा एम्बुलेन्स बोकी गरिरहेको छ। 18 जनालाई घाइते हुनुहुन्छ अरे। एकदम सिरियस छ अरे। हातखुट्टा कसैको के भइरहेको छ भन्दा चाहिँ एम्बुलेन्सले फेरि बोकेको गरेछ। हामीहरू सबै यता हेर्न आएको थियौँ कि यो पुरा सामानहरू यता राख्दै हुनुहुन्छ। टाटाको दार्चुला जाने गाडी हो अरे, काठमाडौँदेखि आएको भनेर भन्दै हुनुहुन्थ्यो यता पुलिसले। अनि यता हामी यसरी आयौँ। भिड यति थियो भिड चाहिँ होइन। यो यस्तो एम्बुलेन्सले बिचरा बोके गरेको थियो। कसैलाई धनगढी, कसैलाई यता, जता जता लगे पनि राम्रो होस् सबैलाई होइन। अनि हामी चाहिँ यतातिर गयौँ। साँझको यो चाहिँ कति बजेको थियो, हामी 7 बजेतिर गएको थियौँ। यो चाहिँ यो घटना चाहिँ देउसे भएको रहेछ। हेलो एभ्रिवान, नमस्ते सबैजनालाई, मेरो मिनी ब्लगमा हजुरहरूलाई स्वागत छ। आज चाहिँ हामीले बिहान बिहान केरा बाजेले त शनिबार लग्दै हुन्थ्यो हाट बजार। अनि हेरेको नानी तिमीलाई भित्र छ बाट पाकेको त्यो, यो चाहिँ दबाई नलगाएको केरा हो अरे। त्यो चाहिँ दबाई लगाएको केरा हो भनिदिन्थ्यो। मैले कालो कालो छ त बाजे भनेको, कालो कालो त अनि यस्तै राम्रो हुन्छ, देखावटी राम्रो हुँदैन भन्दै हुनुहुन्थ्यो। अनि मैले चाहिँ यसरी फर्सीमा हालेर दुध खान्छु के। अनि यो कसलाई मनपर्छ। अनि हाम्रो कान्छुलाई त बिल्कुलै राम्रो लाग्दैन, उहाँले चाहिँ यसरी खाँदै खानु न। मलाई भने फर्सी र दुध राम्रो लाग्छ। यो बहिनी कस्तो फिट, कस्तो राम्रो थियो कि, दुईवटा छोराछोरीको आमा रे, हेर्ने जस्तै थिएन। यता फेरि म सामान लिन आएँ। आन्टी हाम्रो डिस्कस भइरहेको थियो, पहिले किन लान्छ हस्पिटल, बुढी हस्पिटल त पैसा मात्रै लुट्छ भन्दै हुनुहुन्थ्यो। आन्टीसँग कुरा गर्दै थिएँ। मेरो भिडियो कस्तो लाग्यो भन्नु ल। यो चाहिँ रातिको 11 बजेको अर्डर थियो।